सम्पूर्ण साथीहरूलाई नमस्कार छ मेरो अर्को नयाँ भिडियोमा। आज मैले केको बारेमा भिडियो बनाउँदै छु भन्ने कुरा त तपाईहरुले टाइटल अनि थम्बनेलबाट पनि थाहा पाइसक्नु भयो होला। हजुर साथीहरु, तपाई कोरियामा अझै बस्न चाहनुहुन्छ र कोरियाको बसाइलाई चाहिँ अलि धेरै लम्बाउन चाहनुहुन्छ भने तपाईले भिजा परिवर्तन गर्नुपर्ने हुन्छ। हजुर, आज मैले तपाईहरुलाई E74 वा E74R भिजालाई कसरी हामीले चाहिँ चेन्ज गर्न सक्छौ भन्ने बारेमा आजको भिडियो लिएर आएको छु। तपाईहरुलाई मैले अनलाइनबाट नै कसरी हामीले आफै अप्लाई गरेर हामीले भिजा प्राप्त गर्न सक्छौ त्यो तपाईहरुलाई एकदमै सजिलो तरिकाले चाहिँ सिकाउने छु। किनभने तपाईहरु मध्ये धेरैले चाहिँ अहिले E74 वा E74R चाहिँ चेन्ज गर्ने सोचमा हुनुहुन्छ र कतिपयले त कुनै व्यक्ति वा कुनै संस्थाहरूलाई पनि भनिराख्नु भएको छ र त्यहाँ चाहिँ प्याक भएको हुनाले चाहिँ अहिले चाहिँ नगर्ने सोचमा पनि हुनुहुन्छ। र आजको यो भिडियो तपाईले अन्तिमसम्म हेर्नुभयो भने तपाईले सजिलैसँग घरमा बसेर आफ्नै ल्यापटप वा पीसी बाट चाहिँ तपाईले मजालेसँग अप्लाई गर्न सक्नुहुनेछ। र यसको लागि तपाईसँग चाहिँ कि ल्यापटप कि कम्प्युटर चाहिँ हुनै पर्छ। यो चाहिँ मोबाइलबाट गर्न चाहिँ अलि गाह्रो हुन्छ किनभने धेरै डकुमेन्टहरु चाहिँ तयार पार्नु पर्ने हुन्छ र अप्लाई गर्दाखेरि पनि पीसी को चाहिँ आवश्यकता पर्दछ। तपाईहरुलाई यो E74 भिजा चेन्ज गर्दाखेरि के डकुमेन्ट चाहिन्छ भन्ने को भिडियो मैले अलरेडी बनाइसकेको छु। माथि आई बटनमा पनि आको होला, त्यो भिडियो तपाईले हेर्न सक्नुहुन्छ र त्यहाँ भएको डकुमेन्ट सबै तयार पारिसकेपछि आजको यस भिडियोमा चाहिँ कसरी चाहिँ हामीले अनलाइनबाट चाहिँ निवेदन दिने, अप्लाई गर्ने त्यो चाहिँ तपाईहरुलाई सिकाउन लागिरहेको छु। र तपाईहरुलाई केही समस्या पर्यो वा केही जान्नु भएन भने चाहिँ तपाईले भिडियोमा कमेन्ट पनि गर्न सक्नुहुन्छ र केही कुराहरु जान्नु भएन भने मलाई सिधै मेरो फेसबुकमा चाहिँ तपाईहरुले मेसेज पनि गर्न सक्नुहुनेछ। मैले सक्दो तपाईहरुलाई हेल्प पनि गर्नेछु। र अब चाहिँ धेरै ढिला नगरिकन अब तपाईहरुलाई म कम्प्युटरको स्क्रिनमा गएर चाहिँ तपाईहरुलाई देखाउने छु र एकदम विस्तृत रूपमा चाहिँ तपाईहरुलाई बताउने छु। अब जाऊ कम्प्युटरको स्क्रिन तर्फ। र त्यसको लागि तपाई सर्वप्रथम चाहिँ तपाई सुरुमा चाहिँ हाई कोरिया भनेर चाहिँ यसरी ओपन गर्नुहोस् र हाई कोरियामा www.highkorea.gor.kr मा जानुपर्छ। र यति गइसकेपछि यहाँ चाहिँ एउटा नयाँ इन्टरफेस खुल्छ। तपाईले यहाँ देखिराख्नु भएको छ। यहाँ चाहिँ इंग्लिश र हाङ्गुको आछ। हाङ्गुकोमा जाम हामी। र यति गइसकेपछि सर्वप्रथम तपाईले लगइन गर्नुपर्छ। र यहाँ चाहिँ तपाईले के कुरा ध्यान दिनुपर्छ भने तपाईको जन्म वर्ष चाहिँ को अन्तिममा के चाहिँ अंक आएको छ त्यही किसिमले चाहिँ तपाईले यहाँ भर्नुपर्ने हुन्छ। यहाँ चाहिँ छुलसेङ हेदो कुतछारी भनेको छ। अन्तिमको अक्षर चाहिँ अन्तिमको अंक चाहिँ के छ त्यही अनुसार चाहिँ भर्न पर्ने हुन्छ। जस्तै सोमबारको लागि 1 र 6 अन्तिममा, जस्तै 2001 1991 हैन त्यस्तो छ भने चाहिँ 2006 वा 1996 छ भने चाहिँ यसरी भर्न सक्नुहुनेछ। यो कुरामा एकदमै ध्यान दिनु होला। र यो चाहिँ तपाईको लगभग सोमबारदेखि शुक्रबारसम्म चाहिँ भर्न मिल्छ र बिहान 7 बजेदेखि बेलुकाको 10 बजेसम्म चाहिँ भर्न मिल्छ। यो कुरा पनि तपाईले ख्याल गर्नु होला। आफ्नो आईडी र पासपोर्ट हानिसकेर यसलाई लगइन गर्नु होला। र लगइन भइसकेको छ। र लगइन भइसकेपछि अब हामीले सिन्छङ गर्नको लागि चाहिँ कहाँ जानुपर्ने हुन्छ र सिन्छङ गर्दाखेरि के गर्ने भन्ने कुराहरु पनि तपाईले डकुमेन्टहरु बनाउने उहरु हैन अब के बनाउने भन्ने कुरा मैले पहिलोको भिडियोमा पनि हालेको छु, त्यो हेर्नु होला। र यति भइसकेपछि हामी चाहिँ यो मिनवन सिन्छङ भनेको छ र तपाईले चाहिँ अब यो कसरी प्रयोग गर्ने भनेर अन्य जान्न चाहनुहुन्छ भने चाहिँ तपाईले यिनी कुराहरु हैन यसरी चाहिँ तपाईले लिन सक्नुहुनेछ। होममा गएर चाहिँ यहाँ सिन्छङ हागीमा जानुपर्छ। यहाँ सिन्छङ हागीमा जानुहोस् र सिन्छङ हागीमा गइसकेपछि अब हामीले चाहिँ के को चाहिँ भर्नी हो हैन त्यो कुराहरु चाहिँ हुन्छ। हामीले चाहिँ थुङ्रो ओइगुगिन छेरु छागेक फेन्गेङ हागीमा यसरी क्लिक गर्नुहोस्। र यसरी क्लिक गरिसकेपछि यहाँ चाहिँ के कति छ, कसरी भर्ने, के चाहिन्छ भन्ने कुराहरु सबै आउँछ। र तपाईको सुसुरो कति लाग्छ भनेको छ। यहाँ चाहिँ
1,19,000 वोन चाहिँ लाग्छ भनेको छ। यो कति समयसम्म आउँछ, कति टाइम लाग्छ भन्ने कुराहरू पनि यहाँ सबै दिएको छ। त्यो तपाईहरुले सबै पढ्न सक्नुहुन्छ र तपाई तल जानुहोस् र यसमा क्लिक गरेर यहाँ चाहिँ ठाउँमा क्लिक गर्नुहोस् र ठाउँमा क्लिक गरिसकेपछि यहाँ चाहिँ सबै आउँछ हैन। यहाँ चाहिँ केही नगर्नुहोस्, फेरि यसरी ठाउँमा जानुहोस्। ठाउँमा गइसकेपछि यहाँ चाहिँ तपाईको कुन भिजा हो E74 र E74R को लागि चाहिँ यसमा यसरी क्लिक गर्नुहोस्। यसरी क्लिक गर्नुहोस् र भिजा छेरुको र म यसरी उ गर्नु होला कुन चाहिँ हो E74 हो कि E74R हो, दुईटामा एउटा क्लिक गर्नु होला। म चाहिँ E74 को लागि गर्दै छु, त्यसैले E74 हाल्छु र यहाँ चाहिँ तपाईको सम्पूर्ण डिटेलहरु आउँछ हैन। सम्पूर्ण डिटेलहरु ठीक छ कि छैन एकचोटी क्लिक गर्नुहोस्। तपाईको पासपोर्टको हैन अन्तिम उ डेट कतिसम्म छ भन्ने कुराहरु पनि आउँछ। यहाँ फोन नम्बरहरु सबै चीजहरु आएको हुन्छ। यो चाहिँ तपाईले हेर्नु होला र यहाँ चाहिँ छुछो चाहिँ तपाईले यहाँ चाहिँ खम्सेक गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ यसरी छुछो यसरी खम्सेक गर्नुहोस् र खम्सेक गर्दाखेरि यहाँ छिटो अनि छेगुड र थोरोमेङ भनेको छ। तपाई यहाँ थोरोमेङबाट चाहिँ यो लास्टको अक्षर जति चाहिँ तपाईको वैगुकुन थुङजुङमा जुन लास्टको बनखिल भन्देखि यताको छ त्यो चाहिँ हान्नु होला। म चाहिँ यहाँ हान्न लगिरहेको छु। यो छ, यो मिलेको छ हैन, यो सबै आउँछ। यहाँ चाहिँ तपाईको माथि आएन भने तपाईले यहाँ गर्नु होला र यहाँ चाहिँ तपाईले यहाँ चाहिँ सेम राख्नु होला। अनि त्यो त सिन्छङ सायु के हो भनेको छ भिजा फेनगेङ हागी देख्नु होला। अनि सिन्छङ इल भनेर यसरी तपाईको आउँछ र यहाँ चाहिँ अब तपाईले डकुमेन्ट हान्नु पर्ने हुन्छ। यहाँ चाहिँ अब कहाँ छ हैन त्यसलाई उ गर्नुहोस्, चुज फाइलमा जानुहोस्। थोङहाप सिन्छङ भनेको छ, म चाहिँ यहाँ हाल्छु। थोङहाप छुमेङ साजिन भनेको छ। यो चाहिँ जेपीजी मा मात्र हाल्ने भनेको छ, अरु चाहिँ तपाईले जेमा पनि हाल्न सक्नुहुन्छ। र यो चाहिँ तपाईले साजिन तपाईको जुन चाहिँ फोटो चाहिँ तपाईले जेपीजी मा हाल्नु पर्छ, अरु चाहिँ पीडीएफ मा हैन जेपीजी मा जेमा पनि हाल्न सक्नुहुन्छ। यहाँ चाहिँ छुमेक साजिन भनेको छ फान्दुसी, यो चाहिँ यति उसको हुनुपर्छ र 6 महिना भित्र खिचिएको फोटो चाहिँ उ हुन्छ भनेको छ। त्यो चाहिँ जेपीजी हैन ईवाई फाइल वा जेमा पनि हुन्छ भनेको छ। तर अरु चाहिँ यो चाहिँ जेपीजी नै हुनुपर्ने छ। छुमेङ साजिनमा जान्छु। यो मैले साजिन भनेर यहाँ के गरेको छु, मैले साजिन पनि गरिसके। र एककन साबुन भनेको त पासपोर्टको फोटोकपी। म पासपोर्टको फोटोकपी राख्छु, एककन राखे र मैले यहाँ चाहिँ एककन युओ खिगान पनि यसमै भएको हुनाले म चाहिँ यसलाई छुगा गर्छु। छुगा भनेको चाहिँ थप उसको लागि हो हैन, थप राख्नको लागि। म चाहिँ एककन युन खिगान पनि यसमै राख्दे। अनि त्यसपछि चाहिँ छप्सुछे छाचे छिमसिब्बो भनेको छ, यसलाई पनि यसरी राख्छु 4 नम्बरको। साजिक छिमसिफ्यु कहाँ छ, सामसुछे छाचे सामसुफ्यो यो यसरी छ। तपाईले पनि यसरी चाहिँ नामहरु परिवर्तन रिनेम गरेर राख्दाखेरि हाल्दाखेरि एकदमै सजिलो हुन्छ। र सिन्छङ खिसुल छ हाल्नु पर्छ। अब सिन्छङ खिसुल छ कहाँ छ मेरो, सिन्छङ खिसुल छ यो हो। मलाई यसलाई ओपन गर्छु, यो पनि हाले। अनि खोयोङ खेयाक्स भनेको छ तपाईको यहाँ लेबर कन्ट्र्याक्ट। खोयोङ खेयाक्स चाहिँ दुईटा भएको हुनाले पहिले मैले इल्बन नम्बर हाल्छु। त्यसपछि यसलाई चाहिँ छुगा त्यति भइसकेपछि अब सोदक खुमेङ जुन चाहिँ 2 वर्षको हुन्छ यसलाई चाहिँ ओपन गर्नुहोस्। ओपन गरेर सोदक कहाँ छ मेरो, सोदक खुमेङ छ यो छ। यसलाई म ओपन गरे, त्यसपछि यसमा हाले। त्यसपछि चाहिँ यो पनि भइसक्यो। त्यसपछि हाङगुक नुरक यसलाई यसो गर्छु। हाङगुक नुरक मेरो कहाँ छ, केआईपी यो छ। यसलाई ओपन गरे, त्यो पनि हाले। त्यसपछि सिनोन फोजोङस खोयोङ सिनोन फोजोङस
सिनोन फोजोङ स ओपन गरे हाले त्यो साबजा थुङरुजुङ ओपन गरे त्यसपछि नाम्चे छुमेङ छ ओपन गरे नाम्चे छुमेङ छ पनि भयो त्यसपछि छिबाङ छेना छुमेङ छ ओपन गरे यो पनि भयो त्यसपछि सादे फोम हाल्नु पर्छ सादे फोम चाहिँ हाल्नु सादे फोम 2 वटा छ मेरो ओपन त्यसपछि छुगा गर्छु सादे फोम 2 ओपन भयो त्यसपछि खोयङ फोम साबजाङ खोयङ फोम मेरो 3 टा छ ओपन त्यसपछि छुगा अनि खोयङ फोम 2 टा त्यसपछि छुगा खोयङ फोम 3 टा ओपन गरे यो सबै भयो त्यसपछि चाहिँ अब आएर खोयङ खियब छुसन छ भनेको छ तपाईले छुसन छ गर्नु पाउनु भएको छ भने खोयब खियब छुसन छ भनेर यसरी क्लिक गर्नुहोस् भइसक्यो त्यो छागेकजुङ साबुन तपाईको छागेकजुङ छ भने छ उयन साबुन छ भने छ मलाई चाहिँ साउले चाहिँ आफ्नो छागेकजुङ दिएको हुनाले चाहिँ म चाहिँ साउको हाल्न लागिरहेको छु यसरी चाहिँ छागेकजुङ उन्जङ मेन छ कता उन्जन उन्जन मेन छ त्यहाँ हाले सबै हाले अब यो भयो एकचोटी चाहिँ यहाँ चाहिँ थुङ्याप साजन छ भनेको छ साजिन भयो हैन साजिनमा फान्दुसी एल्गुलिन आउनु भनेको छ एक कोन साजिन थोङाप सिन्सङसम्म त्यो हाल्नु भयो जेपीजी एक कोन साबुन थोङाप सिन्सङ छ छुमेङ साजिन त्यो भयो एक कोन साबुन थोङाप सिन्सङ समा छुगा गरेर एलेन कार्ड पनि हाल्नु पर्दैन जस्तो लाग्यो एक कोन साबुन यहाँ पनि छ यहाँ चाहिँ म छुगा गरेर तपाईको एलेन कार्ड पनि यहाँ हाल्दिन्छु एलेन कार्डको ओइगु थुङजुङ कता छ ओइगु थुङजुङ सबै हालिसके थोक साजिन सबै भयो जेपीजी और सबै पीडीएफ मा छ छप्सु सिन्सङ खोयब पीडीएफ यति हो र यति भइसकेपछि यहाँ चाहिँ तपाईको मिनिमम पनि 2 MB हैन यति MB को भनेको छ अनि यहाँ चाहिँ यसरी ठाउँमा जानुहोस् र ठाउँमा गइसकेपछि सोधो कति देखि कतिको छ भनेको छ मेरो चाहिँ सामछन मानन देखि चाहिँ सातछन मिवान यतिमा छ भनेर मैले चाहिँ गरे तपाईको जति छ त्यसमा गर्नु होला अनि सांसेक छिगप तपाई चाहिँ के हो जस कम्पनीको चाहिँ म चाहिँ अब छुइम त हो तर त्यही पनि सावनै भनेर लेख्छु है सावन कर्मचारी नै हो र यति भइसक्यो यो स्टार लेखेको मध्ये फान्दुसी लेख्नै पर्छ अनिवार्य रूपमा छिगप सेन्टेक तान्सुनौस यति क्लिक गर्नुहोस् सावन लेख्नुहोस् यो गरेपछि यहाँ सिन्छङमा यसरी क्लिक्नुहोस् थुङ्रो हासिगेसुम निका भनेको छ अनि नेवागिनो यसरी क्लिक गर्नुहोस् सँगै हामीले छाम्सीमान खिदारे जुसियो भनेको छ अनि यसरी चाहिँ ल अब चाहिँ तपाईको पैसा तिर्नु पर्ने हुन्छ ल चाहिँ यसरी ताक्की गर्नुहोस् र अब चाहिँ पैसा तिर्नको लागि चाहिँ यसरी चाहिँ तपाईको आको हुन्छ हैन यसलाई पनि तपाईले एकदमै ध्यान दिनुपर्ने हुन्छ यसरी आउँछ र अब चाहिँ हामीले केबाट गर्ने भन्छ हामीले खेजवा इजेबाट यसरी क्लिक गर्न त्यसपछि छन्जे थोइमा यसरी क्लिक गर्न गरेपछि ठाउँमा जाम र ठाउँमा गइसकेपछि उन्नेङ छुङचङ खेजा इच्छे भनेको छ यसमा यसरी ठाउँ गर्नुहोस्
थम्ब गरिसकेपछि तपाईको यस्तो आउँछ बैंकको यो भन्छ थानफेन भनेको छ अनि थारुन खेल्चेमा गएर इल्बान खेल्चे बेङ्कु केबी सुथिन्सु थुङ बेङ्कु भनेको छ खेल्चे हागीमा यसरी क्लिक गरौँ र त्यसको लागि चाहिँ तपाई आफ्नो मोबाइलमा आउनुहोस् र मोबाइलमा आइसकेपछि यहाँ चाहिँ तपाईले सर्च गर्नुपर्ने हुन्छ ओपन गर्नुपर्ने हुन्छ उडी एप यसरी ओपन गर्नुहोस् र यहाँ 3 डट आउँछ र 3 डट आइसकेपछि तल जानुहोस् तल गइसकेपछि यहाँ चाहिँ जुन चाहिँ यो स्क्रिनमा भनेको छ नि तपाई चाहिँ उडी वन फेमा जानुपर्छ भनेको छ हामी चाहिँ त्यो उडी वन फेमा जान्छौं यहाँनिर उडियन फे आयो यसमा क्लिक गर्नुहोस् र क्लिक गरिसकेपछि यहाँ चाहिँ तपाईलाई भनेको छ तपाई चाहिँ पीसी खेल्चे गर्नु छ कि क्यूआर कोड फेल्चे गर्नु छ भनेको छ हामीले चाहिँ यो नम्बर चाहिँ हाल्नु पर्ने हुन्छ 7 अंकको नम्बर त्यही भएर म चाहिँ पीसी खेल्चे गर्छु पीसी खेल्चे गर्नको लागि तपाई यसै जानुहोस् र यहाँ चाहिँ तपाईले कार्डबाट गर्नुपर्ने हुन्छ कार्डमा जानुहोस् र तपाईको चाहिँ पहिलो पल्ट तपाईले चाहिँ यहाँ इन्ट्री गर्नु भएको छैन भने चाहिँ यसलाई चाहिँ यसै फिल्सी गर्नुहोस् अनि थोरै खेसोगाई गर्नुहोस् यहाँ चाहिँ तपाईको नाम आउँछ तपाईको यो के हो त्यो फोन यो सबै राख्नु होला र आफ्नो यो जे नाम रहेको छ त्यो नाम राख्नु होला म चाहिँ त्यो राख्न गइरहेको छु र यति गरिसकेपछि यहाँ चाहिँ हिउँदे फोन इन्चो हागीमा यसरी क्लिक गर्नुहोस् यहाँ चाहिँ तपाईको 6 अंकको आउँछ यसलाई चाहिँ कपी गर्नुहोस् कपी गरिसकेपछि यसलाई यसरी पेस्ट गर्नुहोस् पेस्ट गरिसकेपछि हिउँदे फोन इन्चो हागीमा यसरी क्लिक गर्नुहोस् र यति गरेपछि तपाईको यो कार्डलाई चाहिँ तपाईले सेन्ते घा काडु थुङ्रो हागीमा यसरी क्लिक गर्नुहोस् र यति गरिसकेपछि यहाँ चाहिँ तपाईको 2 अंकको उ चाहिँ हाल्नु पर्ने हुन्छ जुन चाहिँ तपाईको कार्डमा रोको हुन्छ नि हो त्यो चाहिँ हाल्नु पर्ने हुन्छ काडु फिमेल बन्नुवा आफे तुचारी नुल जुस्यो भनेछ काडुको फिमेल बन्नुवा तपाईले जुन हो त्यो चाहिँ हाल्नु होला म चाहिँ हाने र फिएसिङ सायोङ एकी सल्मेङ जुस्यो भनेको छ भन्दै यसरी आउँछ र यहाँ चाहिँ मेरो नामहरु अनि मेरो जिमेलहरु चाहिँ यसरी आएको छ हैन अनि यहाँ चाहिँ तपाईले खेल्चे गर्दिनुहोस् र खेल्चे गरिसकेपछि मेरो यहाँ सबै भइसकेको छ अब चाहिँ मेरो यहाँ कार्डबाट भयो भनेको छ हैन अब त्यसपछि लॉगिन गर्नुहोस् भयो यति भइसकेपछि अब हाम्रो चाहिँ भइसकेको छ र अब त्यो भइसकेर अब भगि नै भन्दा हेर्न लागि यहाँ माई पेजमा जाने माई पेजमा गइसकेर सिन्सङ मियोन यतिमा गएर क्लिक गर्ने यहाँ चाहिँ मेरो यो सिन्सङ चाहिँ यसरी भइसकेको छ अब केही कारणले चाहिँ अब केही मिस्टेक भयो भने चाहिँ रिटर्न आउने छ यही नै हो साथीहरु हो साथीहरु आशा छ तपाईहरुले पनि सजिलैसँग चाहिँ सिन्सङ गर्न सक्नु भएको होला र कहीं कतै तपाईहरुलाई समस्या पर्यो भने मलाई मेसेज गर्न सक्नुहुन्छ वा यो भिडियोमा कमेन्ट गर्नुभयो भने म त्यो कमेन्टको रिप्लाई पनि गर्ने छु किनभने आफैले गर्न सकिन्छ भने केही पैसा यस्तो दुःख गरेर कमाएको पैसा किन अरुलाई बुझाउने किन अरुलाई तिर्ने अन्त पनि 5 लाख 5.5 लाख हैन 6 लाख रुपैयाँ तिरिराखेको छ लिइराखेका छन् हैन त्यो भएको हुनाले सजिलै आफैले गर्न सकिन्छ भने चाहिँ तपाईहरुले ट्राई गर्नु होला केही तपाईहरुलाई समस्या पर्यो भने चाहिँ मलाई फेसबुकमा पनि मेसेज गर्न सक्नुहुनेछ भन्दै छिट्टै नयाँ भिडियोमा भेट्ने बाचासहित आजलाई बिदा चाहन्छु होस् त नमस्कार तपाईको दिन शुभ रहोस् जय नेपाल।